यो चाहिँ अब थल प्रशोधन केन्द्र त अहिले देशभरिको हरेक पालिकामा चाहिँदो रहेछ भन्ने कुरा चाहिँ मैले बुझेँ। यहाँ अहिले उहाँले चाहिँ भन्नुहुन्छ अब अहिले यो धेरै चाहिँ अब यहाँ चाहिँ अब घर बन्छ यहाँ हैन। अब पहिला यहाँ 1000 घर थियो, अहिले चाहिँ 2500 3000 घर रहेछ यहाँ। अब अहिले नगरपालिकाको एउटा नीति के छ भने कि अब यो सिपेज रेटको एउटा सेफ्टी ट्याङ्की चाहिन्छ हैन। अब सिपेज रेटको त्यहाँ सेफ्टी ट्याङ्की भने अर्थ एउटा घरमा चाहिँ कमसेकम पनि 5 जना मान्छे हुन्छ हैन। अब त्यहाँ किचनको टोयलेटको बाथरुमको पानी जहाँ जाँदाखेरि त्यो लगभग चाहिँ अब 2 महिना 3 महिनामा भरिन्छ। अब त्यो भरिएको चाहिँ अब त्यो स्लजहरू हो, त्यो चाहिँ अब हामीले निकाल्नुपर्छ। त्यो निकालेर कहाँ फाल्ने? अब योभन्दा अगाडि त्यहाँ अहिले बागमती विष्णुमती टुक्चामा फाल्ने गरेको थियो ट्याङ्करले लगेर, यसो ट्रिटमेन्ट प्लान्ट थिएन। अब अहिले आएर चाहिँ त्यो चाहिँ अब नक्सा पास अनिवार्य छ। त्यसमा चाहिँ अब लिकेज रेटको चाहिँ सेफ्टी ट्याङ्की अनिवार्य भइसकेपछि अब त्यहाँ फाल्नु पनि नदिने, अनि कहाँ राख्ने त भनेपछि यो ट्रिटमेन्ट प्लान्टको महत्त्व चाहिँ त्यहाँ त्यति बेला चाहिँ बुझ्यो के मान्छेले। बल्ल चाहिँ यो चाहिँ अब यो ट्रिटमेन्ट प्लान्ट आवश्यकता छ भन्ने कुरा हरेक पालिकाको प्रमुख उपप्रमुख अब वडा अध्यक्षहरूले चाहिँ थाहा पायो। त्यसपछि यसको बारेमा खोज नीति चाहिँ हुन थाल्यो।